आज हामी चाहिँ गुन्द्रु डाँडा जाँदैछौँ। त्यसपछि हामी गुन्द्रु चाउरको जङ्गलमा पुग्यौँ। यहाँनिर चाहिँ एकदमै धेरै पिकनिक खाने मान्छेहरू पनि आउँदो रहेछ। यहाँ चाहिँ मन्दिर पनि रहेछ शिवको। र यहाँ पिकनिक खाने मान्छेहरू धेरै आएको थियो। अब हामी चाहिँ उकालोतर्फ लाग्यौँ। हेर्नु होला गाइस। यहाँ रहेको यो रुख एकदमै राम्रो, अर्कै खालको लाग्यो मलाई। र यो गुन्द्रु चाउरमा कति वर्ष अगाडि प्लेन क्रास भएको ठाउँ रहेछ, त्यहाँ यस्तो बनाइएको रहेछ। यहाँ पनि हामी हेर्न पुग्यौँ। त्यसपछि हामीले लिएर आएको खानेकुरा हामी खाँदैछौँ, इन्जोय गर्दै। एकदमै धेरै रमाइलो लाग्यो। सुनसान फ्रेस वातावरण, हरियाली देख्दा एकदमै रमाइलो भएको महसुस थियो। त्यसपछि हामी घर फर्किन लाग्यौँ। राकेश चाहिँ यसको नाम राकेश। फाइनली हामी चाहिँ राकेश आयो है काठमाडौँ सहर। आजको यो सन्देशसँगै रात परेर भ्युज पनि त्यति राम्रो देखियो होइन।